नमस्ते एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म सानो कामले गर्दाखेरि चाहिँ यसो रुमबाट बाहिर निस्किने क्रममा सानो भिडियो बनाउनु मन लाग्यो, त्यही भएर चाहिँ मैले सानो भिडियो बनाउने कोसिस मात्र गरेको छु। म चाहिँ फाइनल घरबाट निस्किसकेको छ र मेट्रो स्टेसनमा पुगिसकेपछि मैले चाहिँ सानो भिडियोहरू जोड्दै गइरहेको अवस्था र आजको यो दैनिकी जस्तो एउटा भिडियो बनाउन चाहन्छु। कृपया यहाँ सबैजनाले माया गरिदिनुहुन्छ भन्ने एउटा आशा राखेको छु र सँगसँगै हामी दुईजना गएको थियो। साथमा हामी मेट्रो स्टेसनबाट चाहिँ बर्दुबीतिर लाग्ने क्रममा मैले भिडियोहरू बनाएको छु। दिनभरिको भिडियोहरू, फोटोहरू यो एउटा 4 मिनट 5 मिनटको एउटा सानो मिनी ब्लगमा अटाउने कोसिस गर्दैछु। यहाँ सबैजनाले हेरिदिनु होला अन्त्यसम्म। सँगसँगै हामी चाहिँ एकदमै भोक लागिसकेको थियो। जब पुगिसकेपछि हामीले ढेँडो खाने भन्ने हो र ढेँडो खाइयो, ढेँडो अर्डर गरियो र दाजुभाइ ढेँडो खाइयो। त्यो सँगसँगै ढेँडोको साथमा समुद्र थियो, समुद्रमा पानी आइरहेको अवस्था रहेछ। अनि त्यसलाई चाहिँ थोरै बनाउनु पऱ्यो, भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ मैले भिडियो बनाउने कोसिस गरेँ। भिडियो बनायो सँगै अब फेरि त्यही समुद्रहरू खिच्यो र समुद्रहरू खिचिसकेपछि चाहिँ मैले समुद्रलाई स्लो मोसनमा राखेर अलिकति टाढाबाट नजिकबाट यहाँले खिच्यो। साथमा फेरि आफ्नै भिडियो पनि लियो। आफ्नै भिडियोहरू लिने क्रममा मैले सानो सानो भिडियोहरू पनि लिइसकेको छ। यहाँहरूलाई देखाउन मात्र खोजेको अरू केही पनि होइन। यसो फोटोहरू खिच्न मन लाग्छ, ठिक छ, मैले फोटोहरू खिचेर राखेको छु। यहाँ सबैले माया गरिदिनुहुन्छ। फेरि साथमा फेरि वासरुम लाग्यो, रेस्टरुमतिर लाग्न थाल्यो र हामी रेस्टरुम जाने क्रममा यताउता बौतारी धेरै पछि गएको हो नि त, फेरि बिर्सिसकेको थियो। अनि त्यही भएर हामी यताउता खोज्दै मैले खोज्दै गर्दा बल्ल बल्ल भेटियो होइन। यतापट्टि रहेछ राइट साइडमा, फेरि म चाहिँ लेफ्ट साइडतिर हेर्दै थिएँ। अनि फाइनली हामी चाहिँ रेस्टरुम आएपछि चाहिँ रेस्टरुम गएर आइसकेपछि चाहिँ एकदम फ्रेस भएको अवस्थामा म चाहिँ पुरा पछाडि नाच्दै उफ्रिँदै थिएँ होइन। साथमा फेरि के याद आयो, बालेन सरको अहिले ट्रेनमा आएको एउटा पोज हानिदिउँ न त दाजुभाइ मिलेर भनेर फेरि हामीले बालेन सरको एउटा पोज हानिदिएको मात्रै है त। ल, बालेन सर चाहिँ होइन तैपनि हामीले चाहिँ बालेन सरको जस्तो पोज हानिदिएको मात्र। साथमा म फोटो पनि लिएको थियो, फोटोहरू पनि 2-3वटा 4वटा जति चाहिँ यसो राखेको छु मैले। फेरि हामी फेरि यतापट्टि नै आयो, समुद्रपट्टि आएर फेरि मैले फोटोहरू खिच्ने क्रममा फेरि भिडियोहरू बनाएँ, सानो क्लिकहरू। फेरि त्यही क्रममा फेरि हामी चाहिँ अब चाहिँ जानुपर्छ है घरतिर भनेर फेरि चिसो खान गएँ। एकछिन चाहिँ चिसो खाएर जानुपर्छ दाजुभाइ भनेर फेरि अब गर्मी सुरु भइसक्यो। अब कफी खान मन लाग्छ तर गर्मी हुन्छ। अनि फेरि कोल्ड कफी खाएको दाजुभाइ मिलेर यसो कोल्ड कफी खाएँ। फेरि कोल्ड कफी खाइसकेपछि चाहिँ ल अब चाहिँ फोन हामी लाग्नुपर्छ है भने फेरि त्यता पनि एउटा 2टा भिडियो लिएँ होइन। लुक्स कस्तो छ त? अनि लुक्स कस्तो छ? लुक्स ल ठिक छ। अनि अब चाहिँ फर्किनुपर्छ है, अब चाहिँ फर्किनुपर्छ भने फेरि दुबई फ्रेम रिटर्न ब्याक गर्दाखेरि दुबई फ्रेम देख्यो, फेरि खिचिहालेँ, फेरि थोरै क्लिक लिइहालेँ। फेरि साथमा फेरि फ्युचर म्युजियम, दुबईको फ्युचर म्युजियम पनि छ, किन छोड्ने यसलाई चाहिँ भनेर चाहिँ फेरि यसलाई पनि थोरै भिडियोमा 5-10 सेकेन्डमा क्लिक गरेर यहाँलाई पनि समेटिहालेको छ मैले यो भिडियोमा। साथसाथै फेरि त्यसको लगातै फेरि बुर्ज खलिफा दुबईको मात्र नभइकन विश्वको सबैभन्दा अग्लो बिल्डिङमा मानिन्छ यो चाहिँ बुर्ज खलिफा पनि किन छोडौँ त, मेरो मिनी ब्लगमा समेटिहालौँ बुर्ज खलिफालाई पनि भनेर मैले बुर्ज खलिफालाई पनि समेटिएको छ सानो क्लिकमा। साथमा हामी चाहिँ त्यहाँबाट चाहिँ फाइनली मेट्रो स्टेसनमा झरिसकेपछि चाहिँ हामी घरतिर लाग्नुपर्छ है त भनेर लाग्यौँ। थ्याङ्क यू फेरि सबैजनाले माया गरेर लास्टसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद। थ्याङ्क यू।